हेलो गाइज, सबैजनालाई स्वागत छ मेरो नयाँ च्यानल र नयाँ ब्लग अनि फर्स्ट ब्लगमा है। आयो कि तपाईहरु सबैजना सन्चै होला। म पनि एकदम सन्चै छु अनि मेरो नाम चाहिँ एनएसटी बोय है। सबैजनाले माया गर्नु होला। मैले चाहिँ तपाईहरुको माया पाउने आशाले गर्दाखेरि चाहिँ मैले नयाँ च्यानल खोलेर चाहिँ मैले नयाँ जिन्दगी चाहिँ सुरुवात गरेको छु। आयो कि तपाईहरु सबैजनाले मन पराउनु हुन्छ होला। मेरो लाइफमा के बित्छ र के हुन्छ, के कस्तो हुन्छ, म तपाईहरुले डिलले अपडेट दिने छु। त्यही भएर चाहिँ सबैजनाले यो ब्लगलाई धेरै भन्दा धेरै माया गर्दिनु होला। अनि म एकजना भाइले पनि देखाउन चाहदै छु मेरो ब्लगमा। यहाँ यता छ हाम्रो श्यामे भाइ एके श्यामे डग। श्यामे भाइ छ है। त्यही हो, म चाहिँ एकदम तपाईहरुको माया पाउने आशाले चाहिँ नयाँ च्यानलको साथमा फेरि आइसकेको छु तपाईहरुले है। मेरो अर्को च्यानल पनि छ, तर अर्को च्यानलमा चाहिँ मैले अहिले उस गरेर चाहिँ मैले यो नयाँ च्यानल फर्स्ट ब्लगमा चाहिँ हाल्छु भनेर चाहिँ मैले नयाँ च्यानल खोलेको छु। त्यही भएर चाहिँ तपाईहरु सबैजनालाई माया देखाइदिनु होला। एनएसटी बोय एके है। नाम चाहिँ सुशील हो, तर पनि मेरो उस चाहिँ निकनेम चाहिँ एनएसटी बोय छ। त्यही भएर चाहिँ सबैजनाले माया गर्नु होला। अनि अहिले चाहिँ हामी के गर्दैछौँ भने यतिकै बसिरहे, के गर्नु छैन, यतिकै के गर्नु र जिन्दगीमा। त्यही भएर चाहिँ यता हामी चाहिँ यता साइडमा चाहिँ गुम्बा छ, तपाईहरुले एकदम दामी तरिकाको यता हेर्न सक्नुहुन्छ। यहाँ गुम्बाहरू टक्क है। अनि म चाहिँ इलाम रम्फोकमा छु अहिले चाहिँ। त्यही भएर चाहिँ सबैजनाले माया गरिदिनु पर्यो है। अनि म चाहिँ यस्तो चट्ट लाएर यता वरिपरि चाहिँ घुमेर अब के कस्तो हुन्छ तपाईहरुले देखाउनको लागि चाहिँ हाम्रो अनि श्यामे भाइले चाहिँ हैन फर्स्ट ब्लगमै एकदम दामदार एकदम मैले चाहिँ ट्यालेन्ट लिएर आएको छु फर्स्ट ब्लगमा चाहिँ हैन। तपाईहरुलाई देखाउनको लागि चाहिँ हाम्रो ट्यालेन्ट तपाईहरुको माझमा पुर्याउन जाँदैछु। हाम्रो श्यामे भाइले चाहिँ तपाईहरुको माझमा चाहिँ के मिठो गीतहरू चाहिँ गुनगुनाउन जाँदैछ है। तपाईहरु सबैजनाले यस्तो लाएर टक्क लाएर के कस्तो गाउँछ सबैजनाले टक्क हेरिदिनु होला। श्यामे भाइले चाहिँ अब नयाँ च्यानलमा नयाँ ब्लग फर्स्ट ब्लगमा चाहिँ सानोतिनो मिठो छोटो चाहिँ हैन हान्छ। त्यही भएर चाहिँ सबैजनाले अन्तिमसम्म हेरेर चाहिँ साथ दिनुपर्ने हुन्छ हामीलाई चाहिँ। हाम्रो श्यामे भाइ पनि रेडी भइसक्यो गीत गाउनको लागि। श्यामे यता हेर, ल गीत गा। तेरो यो फर्स्ट ब्लग हो नि फेरि है। फर्स्ट ब्लगमा चाहिँ तैँले के गर्नुपर्ने हुन्छ थाहा छ नि हैन। एकदम दामदार, एकदम छोटो मिठो दामी खालको है। ल यता हेर, ल 1 2 3 गर्छु, त्यहाँबाट गीत सुरु है। 1 2 3 गो। सुन मेरा मनका कुरा केही भन्नु छ, मेरो भन्दा बोली तिमी गरिदेऊ माया माया गरिदेऊ मलाई साथ किन छोडी गयो सक्यो। यति हो। जेउ लाग्यो मलाई। के कस्तो लाग्यो तपाईहरुलाई हाम्रो श्यामे भाइ? अब के गर्नु र, हामी चाहिँ यता चाहिँ हामी 3 जना मात्रै छु। तपाईहरुलाई 3 जनाको बारेमा यस्तो देखाउने छु। अनि फेरि मैले चाहिँ यो च्यानलमा पनि यस्तै 1 हप्ता जस्तो चाहिँ मैले डेली भ्लग गर्ने चाहिँ सोचिरहेको छु। अब फोनको अलिकति खराब छ, त्यो फोन उस भयो भने चाहिँ म अलि डेली नै गर्छु। अब फोनबाट अलि प्रब्लम आएन भने चाहिँ म डेली हाल्ने कोसिस गर्छु है। 1 हप्ता चाहिँ मैले अलि सोचिरहेको छु क्या, अलिकति केही हुन्छ कि भनेर चाहिँ। त्यही पनि अब के हेरौँ, 1 हप्ता जस्तो चाहिँ मैले डेली ब्लग हाल्ने चाहिँ च्यालेन्ज लिम जस्तो चाहिँ लागिरहेछ। के कस्तो हुन्छ अब त्यही हो। सबैजनाले माया चाहिँ देखाइदिनु पर्यो। यस्तै छ त अनि हैन। लाइफ भने चलिरहन्छ, कोहीको राम्रो कोहीको नराम्रो, यस्तै छ जिन्दगी भनेको। के भन्छ झन्, के पो भन्न नै आएन, कहिले खुसी कहिले दुखी। अब खासमा त अब अर्कै भन्न आँटेको थियो, त्यो पनि भन्न नै आएन। यस्तै छ। फोनमा चाहिँ अलिक प्रब्लम छ क्या, त्यही कारणले चाहिँ अलिकति
क्वालिटी भिडियोको क्वालिटीहरू एकदम डाउन त्यस्तो भइरहेछ क्या त्यो माथि क्यापक्युटबाट त्यो एडिट पनि गर्नेबाट त्यो तान्दाखेरि चाहिँ त्यो तान्नेहरू थाहा नभएर हो कि के भएर हो है त्यो उस भएर चाहिँ अलि गर्न सकिएको त्यो भिडियोको क्वालिटीहरू चाहिँ पुरै डाउन हुन्छ क्या त्यही भएर चाहिँ एकदम गाह्रो परिरहेछ होइन सामी त्यही पनि हामी जारी छौँ के हुन्छ कि भन्ने आशाले तपाईहरुको माझमा आइसकेको छौँ हामी गाइस तपाईहरुलाई हामी एउटा ठाउँ देखाउने वाला छौँ त्यो ठाउँकोबाट त्यो डाँडाको ठाउँबाट भ्यू खतरनाक देख्छ कहाँ अहिले भिडियोमा देखाउनु पर्छ नि देखाउँछौँ हामी है यतातिरको होइन यहाँ योहरू सबै चाहिँ हाम्रो गुम्बाको हो भन्ने सुनेको थियो त्यो चाहिँ मलाई चाहिँ थाहा भएन राम्रोसँग यता हाम्रो श्यामे भाइलाई थाहा छ सबै है मलाई चाहिँ केही खासै थाहा छैन म त यतिकै यहाँ बसिरहेको अब यस्तै उसमा त छ होइन यो यहाँहरू चाहिँ सबै चिया बगान होइन योहरू चाहिँ मजाले नकाटेर चाहिँ यस्तो देखाएको छ कि यो मजाले काट्यो भने चाहिँ एकदम दामी देख्छ है यतातिर बाँसघारी छ अनि योहरू चाहिँ टोइलेट योहरू चाहिँ पुरै पुरानो भइसक्यो होइन अहिले चाहिँ यो खासै चलाउँदैन यो चाहिँ है पहिल्यैदेखि हामी आउने दिनतिरदेखि हामी चलाएको देखेको थिएन यता चलाउने चाहिँ यता छ यो दुईटा चाहिँ है के बोल्नु हुँदो रहेछ के भ्लगमा पनि त्यो कुरा छोड्दिउँ न हामी जाउँ त्यो माथि डाँडामा जाउँ न भ्यू देखाउनु ए तपाईँहरूलाई अनि टक्क लगाएर डाँडाबाट देखाउनेवाला छौँ है सबैजनाले अन्तिमसम्म हेर्नु होला माया छ सबैजनालाई अब हामी चाहिँ सिधै तपाईहरुलाई यस्तो माथि डाँडामा गएर चाहिँ हामी तपाईहरुलाई देखाउने छु अन्तिमसम्म हेरिदिनु होला यो चाहिँ फाइनली आइपुगिसक्यो यो चाहिँ कुनै एउटा डाँडा होइन तपाईहरुलाई यस्तो झुकाइदिएको मात्र है यो चाहिँ हाम्रो माथि टपमा गुम्बाको सबसे टपबाट चाहिँ तपाईहरुलाई देखाउँछु कस्तो छ होइन एकदम दामदार देखिन्छ क्या यहाँ माथिबाट चाहिँ है तपाईहरु पनि केही टाइमहरू भ्यायो भने अब यस्तो टाइम मिलाएर चाहिँ आउनु होला है एकदम दामी छ क्या दामी यहाँ माथि फेरि हावा यस्तै आउँछ त्यही माथि आजभोलि इलामतिर चाहिँ एकदम जाडो बढिरहेछ इलामतिर मात्रै होइन अहिले त अब धेरै ठाउँतिर चाहिँ जाडो बढिरहेछ नि त होइन त्यही भएर चाहिँ इलाममा चाहिँ अलि जाडो नै छ नि त अरू भन्दाखेरि चाहिँ होइन अरू भन्दा चाहिँ त्यही हो म तपाईहरुलाई अब देखाउने वाला छु के भन्दाखेरि चाहिँ यताको नजाराहरू होइन नजाराहरू हेरेर चाहिँ त्यहाँबाट हामी फेरि ब्याक हुनेवाला छु है त यस्तो यहाँको नजाराको यस्तो के भन्छ चाहिँ भ्यूहरूको सर्टहरू चाहिँ देखाउनेवाला छु त्यही हो 1 2 3 गो हल्का फुल्का भए नि देख्नुभयो होला होइन अब के गर्नु अब हामीसँग यस्तो ड्रोन सोन भएको भए चाहिँ एकदम दामी तरिकाले देखाइदिन्थ्यो होला होइन हामीसँग अब फोनधरि त एउटा राम्रो छैन त्यही भएर चाहिँ हामीले सानोतिनो हल्का भए नि देखाइदिएको छौँ तर पनि यहीँबाट आएर हेर्नुभयो भने चाहिँ एकदम दामी देख्छ है तर आजभोलि चाहिँ हल्का अलि सिजन अलि उस भएको छ नि त अलि हरियाली चाहिँ अलिक कम हुने त्यो के भन्छ सुक्ने सिजन आएको छ त्यसै कारणले चाहिँ आजभोलि चाहिँ खासै अलि हरियाली अस्ति नैतिर भन्दाखेरि चाहिँ बर्खातिरको भन्दा चाहिँ अहिले पुरै हाराएको छ नि त त्यही भएर चाहिँ अहिले चाहिँ खासै मजाको उस देखेको छैन क्या यहाँ यताको यो बाँसहरू देखिराख्नु भएको छ नि होइन यो बाँसहरूतिर चाहिँ खेर चाहिँ अस्ति नै चाहिँ के थियो भने एकदम इस्कुसहरूको चाहिँ त्यो बोटले गर्दाखेरि पनि एकदम हरियाली देख्थ्यो क्या अनि यतातिर त्यो हेर्न सक्नुहुन्छ यो चियाबारीहरू होइन यो चियाबारीहरू एकदम हरियाली थियो नि त त्यही भएर चाहिँ एकदम दामी देख्थ्यो अहिले पनि तर केही कमी चाहिँ छैन कि यस्तो माथि हिमाल जस्तोहरू चाहिँ टक्क छ क्या तर हिउँ पर्ने यस्तो त्यो उसहरू चाहिँ छैन त्यही पनि यस्तो हाम्रो गुम्बा फेरि यस्तो टक्क उसमा छ नि त बिचमा छ क्या यताबाट नि हिमालले घेरेछ माथिबाट मुनिबाट सबै हिमालले घेरेको छ त्यही भएर चाहिँ एकदम दामी छ तपाईहरु आउनुभयो भने चाहिँ फेरि हुन्छ फेरि अलि राम्रै होइन अनि म चाहिँ अब नेक्स्ट भिडियोमा चाहिँ भोलिको भ्लगमा चाहिँ म तपाईहरुलाई है गुम्बा भित्रदेखि बाहिरदेखि तपाईहरुले सबै देखाउँछु के कस्तो छ गुम्बा भित्र चाहिँ होइन कस्तो खालको चाहिँ छ भनेर चाहिँ म तपाईहरुलाई सबै देखाउने छु
त्यही हो मेरो बानी फेरि यस्तो बोल्दाखेरि यताउति चल्ने बानी छ त्यही भएर चाहिँ तपाईँहरू माइन्ड नगर्नु होला होइन श्यामे श्यामे यस्तै छ के गर्नु जिन्दगानीमा हाम्रो श्यामे भाइ एकदम दामदार कलाकार हो ऊ चाहिँ है एकदम खतरा हो ऊ चाहिँ यो जस्तो खतरा चाहिँ फेरि कोही छैन नि तपाईँहरूलाई थाहा छैन होला होइन तपाईँहरू यो के भन्छ चाहिँ मेरो अर्को च्यानलमा हेऱ्यो भने चाहिँ तपाईँहरू सबैजनाले थाहा पाइहाल्नुहुन्छ है सबैजनाले अर्को च्यानलमा गएर हेर्नुभयो भने चाहिँ हाम्रो श्यामे भाइको डिटेल बारेमा थाहा छ के कस्तो छ ऊ कस्तो छ भनेर होइन अर्को च्यानलको नाम चाहिँ छ हाम्रो सुशील TMG07 ब्लगमा होइन तपाईँहरूले त्यो च्यानलमा गएर यस्तो हेरिदिनु होला होइन पहिलातिर बनाएको भिडियोहरू होइन त्यही भएर चाहिँ यो त्यो च्यानलमा चाहिँ हल्का केही प्रब्लमहरू भएर चाहिँ मैले नयाँ च्यानल खोलेर चाहिँ नयाँ च्यानलमा अब नयाँ तरिकाले चाहिँ मैले सुरु गर्छु भनेर अनि त्यो अर्को च्यानलमा चाहिँ के भएको थियो भने पहिला खोलेर कति पछि चाहिँ अलि भ्लगहरू हालेको थिएँ नि त त्यही भएर चाहिँ मैले उस भएर चाहिँ मैले नयाँ च्यानल खोलेर चाहिँ यो नयाँ च्यानलमा हालेको होइन अर्को यो के भन्छ अर्को च्यानलको अडियन्स हो कि अडियन्स चाहिँ त्यो राम्रोसँग भन्न नि आउँदैन हामीलाई त्यो च्यानलमा हेर्ने मान्छेहरूले हेर्नुभयो भने चाहिँ राम्रै के भन्छ झन् थाहा पाइहाल्नुहुन्छ अब हेर्नु भएको छैन भने नयाँहरू हेर्ने उनीहरूले चाहिँ उता च्यानलमा गएर यस्तो हेरिदिनु होला त्यो च्यानलमा नि हल्का भिडियोहरू चाहिँ म हालि नै राखेको छु त्यही हो सबैजनाले माया गर्नु पर्यो नयाँ च्यानलमा होइन तपाईँहरूको लागि तपाईँहरूले माया देखाइदिनुहुन्छ हुन्छ भनेर चाहिँ है मैले नयाँ च्यानल खोलेको छु त्यही हो अब भरेतिर के कस्तो हुन्छ एकदम आजभोलि इलामतिर जाडो छ भनेर मैले अघि नै भनिरहेको छु तपाईँहरूलाई है त्यही हो म नयाँ भिडियोहरू चाहिँ मैले अलि राम्रोहरू ल्याउने प्रयास गर्नेछु राम्रो ल्याउने प्रयास गरेर मात्र तर हुँदैन रहेछ होइन सबैजना अब माया अलि नपाउँदाखेरि चाहिँ अलि कस्तो हुने क्या हुन्छ नि अब भिडियो यस्तो बनाउँछौँ होइन मान्छेको अगाडि यस्तो बनाइराख्नुपर्छ अनि मान्छेहरूको बिचमा यस्तो बोल्नुपर्छ कन्फिडेन्स हुनुपर्छ नि होइन त्यत्रो अब अलि कन्फिडेन्सै आउँदैन त्यही माथि हामीले अब जसरी भयो नि अब एउटा भिडियो त बनाउनु पर्छ है भनेर चाहिँ अलि हाल्छौँ होइन हालेर नि तर के गर्नु लास्टमा अब एडिट अब खासै नहाने पनि अलि हुन्छ नि अलि हल्का भए पनि होइन हान्नु पर्यो त्यो हल्का हाल्दाखेरि पनि अब हानेर अब मजाले नेट हेर्नु नेटले एकदम प्रब्लमहरू हुन्छ होइन त्यस्तो भइ पनि भिडियो हाल्छौँ होइन हाल्दाखेरि चाहिँ लास्टमा भ्युसै आउँदैन त्यो भ्युज नआउँदाखेरि चाहिँ हल्का अलि उस चाहिँ हुँदो रहेछ है एउटा केही मेहनत गरिरहेको त्यो उस हुँदाखेरि चाहिँ तर पनि केही छैन एक दिन चाहिँ हामी सफल पाउने आशासम्म चाहिँ हामीले बनाउँदैछौँ त्यही हो अब के कस्तो हुन्छ भरेतिर होइन मैले देखाइसकेको छु तपाईँहरूको माया पाउँछ कि भन्ने आशाले चाहिँ हामी गरिरहेको छौँ अनि गर्नेवाला पनि छौँ जे जसो भए पनि सबैजना माया गरिदिनु पर्यो अब भरेतिर के कस्तो हुन्छ देखाउने छु हामीले चाहिँ भर्खर खाना खाइसक्यो होइन भर्खरै 2 बजिसक्यो 2 बजीतिर चाहिँ बिहानको कि दिउँसोको खाना हो खाना खाइसक्यो अनि यता श्यामेले यहाँ भर्खर थाल दिएर आइरहेछ है अब चाहिँ श्यामे र म चाहिँ यहाँ मुनि चाहिँ अम्बक टिपेर राखेको थियो होइन हिजो कि अस्ति राखेको थियो त्यही भएर चाहिँ अहिले अम्बक लिन जानु पर्यो यहाँ मुनि यहाँ अब के गर्नु अल्छी लायो यतिकै बस्दा यसरी पानी ल्याइदिनु पर्छ कि त्यही हो अनि यहाँ जाडो भएर के यस्तो दिउँसोतिर पनि यता हेर्न सक्नुहुन्छ घामहरू पनि आएको छैन नि त त्यही भएर चाहिँ यहाँ घाम आउने जाने भइरहेछ त्यही कारणले चाहिँ यता बसिरहेको यहाँ ढेङ्गोमा यता बस्ने यतिकै घाम तापेर बस्नको लागि चाहिँ है दिउँसोतिर पनि होइन श्यामे खुसी छ तर जे होस् होइन अब हामी दुईजना कहाँ जाने रे खै थाहा छैन अहिले थाहा छैन रे हामी दुईजना अघि प्लानिङ बनाएको थियो त ए त्यहाँ अम्बक टिप्नु अम्बक देखिरहेको दुईटा त्यही अब हामी जान्छौँ है तपाईँहरूलाई देखाउँछु
अब लाग्यो दुई दाजुभाइ चाहिँ है दुई दाजुभाइ चाहिँ यता अम्लिसो घारी छ होइन त्यही पनि दुई दाजुभाइ अब यहाँ अम्बक टिपेर राखेको थियो त्यही भएर चाहिँ अम्बक लिनको लागि चाहिँ जाँदैछु हामी दुईजना अनि गुम्बामा पानी चाहिँ आएको छैन होइन यता ट्याङ्की हो यो पानीको होइन यो पानीबाट चाहिँ यहाँको ट्याङ्कीबाट चाहिँ यहाँसम्म पनि जाँदैन क्या पानी चाहिँ त्यस्तो छ किन थाहा छ तपाईँहरूलाई त्यसको मिनिङ थाहा छ ऊ त्यहाँ हेर्न त एकचोटि मिनिङ जसले आन्सर दिनुहुन्छ उहाँ चाहिँ खतरनाक मान्छे हो है उदय हेर्नु उदय देखाउनु यहाँ यस्तो यो उकालो भएको कारणले चाहिँ के भन्छ झन् माथि गुम्बामा चढ्दैन अरे कि त्यही भएर चाहिँ यहाँ गुम्बामा पानी अलिकति उस भइरहेछ अनि त्यो गुम्बाको अलि पानीमा चाहिँ समस्या भइरहेछ अनि के भन्छ झन् अहिले गुम्बामा चाहिँ सिरी खोला भन्नेको चाहिँ के अस्ति नै त्यो बारीहरू आएको कारण चाहिँ मजाले बनेको छैन अरे त्यो पाइपहरू त्यही कारणले चाहिँ पानीको अलि उस छ कमजोर भन्नु नै के छ त्यो होइन बुझ्नु गरेर बुझ्नु अब हाम्रो यहाँ यस्तो हेर्दाखेरि चाहिँ यस्तो सोच्दाखेरि चाहिँ अब चाहिँ श्यामे भाइले भ्लग गर्छ जस्तो लाग्दैछ गाइस हामी चाहिँ गइरहेछौँ है अहिले यहाँनिर ए झन्डै लड्यो यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ जाँदैछौँ हामी यहाँ अब खै के हुन्छ अब हामी जाँदैछौँ यहाँ मान्छे कुद्नुलाई त्यही भएर मान्छे कुद्नु अरे अम्बक लिनु जाँदैछौँ यस्तो जङ्गलमा स्याल करायो हे तरिके स्याल एकछिन बख्नु यी मैले राखेको थिएँ चोरेर अम्बक यसले यहाँ श्यामे भाइ चाहिँ खोइ यहाँ राख्दै थियो अम्बक चाहिँ है यतै गाई फाइनली चोरेर पायो अम्बक त्यत्रोको चोरेको कहाँ हो हामी चोर जस्तो लाग्छ मैले चोरेको तैँले चोरेको हो बात यो आफ्नै जग्गा हो नि त गुम्बाको आफ्नै जग्गा हो कि केही हुँदैन आफ्नै अम्बकको जग्गाको भुइँमा आफ्नै जग्गा होइन आफ्नै जग्गा हो गुम्बाको केही हुँदैन यता यी अम्लिसो घारी गुम्बा चाहिँ उहाँ छ यस्तो दामी तरिकाको अम्बक आइसकेको छ फाइनली होइन तपाईँहरूले देखिसक्नु भयो होला होइन श्यामीलाई भ्लग बनाउन दिएको खोइ के गर्यो यसलाई भ्लग बना भनेर झन् यसलाई सिकाएको भ्लग बनाउनको लागि अब हामी जान्छौँ अब हामी है यहाँ लोकल हो नि त फेरि गाउँतिरको हो कि यो चाहिँ अलि लोकल नै खाने बानी छ हामी चोरेको त होइन किन भाग्न श्यामे चाहिँ फेरि ऊ पछाडि बच्चा जस्तो भागौँ मान्छे आयो भागौँ छिटो कुट्छ तेरो केही जोगहरू सुना ल एकछिन हिँडौँ न यहीँ बसेर कुरो गर्नु यहाँ यता आइयो त ए ल यताबाट आइयो ल यहाँ बस केही जोगहरू सुना साथीहरू तिमीहरू जोक सुनाउ त म भोग्छु हाउ 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 भाउ 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 गएकोमा कहाँ भाग्न आँटेको खोइ अम्बक कति ल्यायो अम्बक मैले चोरेर 4टा लिएको छु यी हेर्नु त खाने यी दिन्छु यी मसँग छ 4टा म तपाईँलाई दिँदिनँ पाएपछि फेरि खाइहाल्नु पर्यो नि त श्यामेले खोइ भ्लग बनाउन दिएको के गर्छ श्यामेले हो त्यही भएर चाहिँ ल म तपाईँहरूलाई जोक सुनाउँछु तपाईँहरू कुकुर जस्तो भोग्नु ल हाउ हाउ गर्दै कुकुर छिटो भोग त यसरी हाउ 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 गर्दै भोग्नु
अनि हुन्छ जो म कुकुर हो होइन ऑडियन्सलाई भागौँ भागौँ खानामा बिजिसकेको भाग्नु ओइ ल अब चाहिँ हामी गएर भेट्छौँ है गुम्बामा के गरेको थियो पम हालेको एकछिनमा हाल्दैछु खोइ कहाँ अब तेरो पम हो त्यो यहाँ हेर्नु त यी अघि भन्दा कति धेरै गइसक्यो यी यहाँ हेर्नु त यी पम हालेको कि हावा हालेको हावा हालेको यी हावा अनि कहाँ पम हालेको भने त एकछिनमा हाल्दैछु एकछिन ल ल ल ल हेर्नु त्योभन्दा धेरै हुन्छ एकछिनमा चेक गर्नु हातले ल खोइ भएन ल अब भाइ चेक गर्नु त त्योभन्दा धेरै छ थिच्नै नसक्ने भएछ ल हेर्नु न यी एकचोटि यहाँ हेर्नु म तपाईँलाई थिचेर देखाउँछु यी यहाँ हेर्नु ल यी त्योभन्दा धेरै भइसकेको छ आम्बो म खतरनाक मान्छे होइन यी हो खतरनाक नै रहेछ त खतरनाक नै रहेछ ल ल करे अम्बकहरू पनि लिएर आयो हामीले होइन लिएर आयो सबै खै पनि त्यो अस्ति झराएर राखेको थियो खासमा चाहिँ हामी दुईजना गुम्बामा कति बस्नु भनेर क्या अल्छी लागेर चाहिँ यस्तो घुमेर आएको थियो नि त अनि त्यहाँबाट चाहिँ त्यहाँ अम्बक थियो अनि त्यहाँबाट चाहिँ सामेले टिपेर चाहिँ हामीले त्यहीँ राख्दै थियो यता फर्किँदाखेरि ल्याउँछु भनेर तर हामी यस्तो घुमेर चाहिँ यतै आयो कि त्यही भएर त्यताबाट गएन त्यही भएर चाहिँ हामीले त्यहाँ राख्दै थियो अनि अहिले चाहिँ भर्खर लिएर आयो एउटा खायो मैले चाहिँ होइन तपाईँहरूले देख्नुभयो होला मैले चाहिँ एउटा पनि खायो त्यही हो दिन पनि यस्तो छ होइन त्यही हो यो चाहिँ फेरि फर्स्ट ब्लगमा तपाईँहरूको धेरै माया देखाउनु पर्ने हुनेछ देखाउनु पर्ने छ तपाईँहरूले सबैजनाले त्यही भएर सबैजनाले माया गर्नु होला ब्लगलाई एकदम सपोर्ट गर्नु होला होइन सामे के भन्न छ अरू सब्सक्राइब गर्नु होला अलि राम्रोसँग भन्न राम्रोसँग ए ल ल ल ल ल ल अब टिकटकमा गएर अब एनएसडी बोयलाई फलो गर्नु होला अनि त्यहाँबाट युट्युबमा सब्सक्राइब गर्नु होला त्यहाँबाट फेसबुकमा फलो गर्नु होला त्यही हो आजको लागि बाई बाई आजको लागि यति नै अब नेक्स्ट ब्लगमा छिटै भेट्ने छौँ तपाईँहरूको माझमा अनि फेरि म बिस्तारै श्यामे भाइलाई चाहिँ भ्लग गर्न सिकाउनेवाला छु श्यामे भाइले भ्लग गरिन्छ त्यही भएर चाहिँ सबैजनाले माया गरिदिनु होला आजको लागि चाहिँ यति नै होस् त अब हामी चाहिँ नेक्स्ट भिडियोमा भेट्नेवाला छौँ दामदार भिडियोहरू चाहिँ ल्याउने कोसिस गर्नेछु होइन श्यामे अर्को सुशील TNG 07 भन्नेमा पनि सब्सक्राइब गर्नु होला त्यहाँ चाहिँ मेरो भिडियो भेट्छ कतिकोमा फनी छु भनेर त्यही हो आजको लागि यति नै हस् त बाई